गुड मर्निङ विद्यार्थी भाइ बहिनीहरू। आज मैले यो एससी मोडल क्वेसनको अर्को जुन एउटा च्याप्टर छ विषय छ ओपिटी म्याथ। अब विद्यार्थी भाइ बहिनीहरूको कमेन्ट आएपछि कि सर ओपिटी म्याथको पनि चाँडै बनाइदिनु मोडल सेट क्वेसनहरू। अब त्यसको लागि मैले एउटा सबैभन्दा इजी सबैले बुझ्ने गरी एउटा जुन टपिक रहेको छ त्यो च्याप्टरको नाम रहेछ म्याट्रिक्स है। अब यो म्याट्रिक्सको बारेमा अलिकति हामीहरूलाई बेसिक कन्सेप्ट हुनु एकदम जरुरी छ। अनि यो क्वेसन नम्बर अब कतिमा आउँछ मोडल सेट क्वेसनमा म चर्चा गर्ने नै छु है। यो ओपिटी म्याथको कति नम्बर क्वेसनमा आउँछ, त्यसमा के बेसिक कुरा चाहियो, त्यो कसरी हामी सोल्भ गर्छौं त्यतातिर हामी जान्छौं नै। अलिकति वेट गर्नु होला। सबैभन्दा पहिला हामी म्याट्रिक्सको जो तपाईहरुले पढिसक्नु भएको होला 9 क्लासमा र 10 क्लासमा लम्सम सकिएको होला। यो अन्तिम चरणमा छ भने यो सकिसकेको हुन्छ। बस हामी अब यो सेन्समा पढ्छौं कि यदि मैले मोडल क्वेसनमा बनाउन खोजे भने त्यहाँ मलाई के बेसिक कन्सेप्ट चाहियो त्यसको बारेमा अलिकति जिक्र गरेर म डाइरेक्टली क्वेसन मोडलमा गइहाल्छु। ल बढी नबोलिकन है म डाइरेक्टली यतातिर सुरुवात गरौँ। मैले टपिकको नाम लेखिदिएको छु, यहाँ हेर्नुस्, यहाँ लेखेकै छ च्याप्टरको नाम के रहेछ म्याट्रिक्स रहेछ। अब यो म्याट्रिक्सको जुन बेसिक कन्सेप्ट छ यसमा 3-4 वटा कुरा जो मस्ट बी छ त्यो नभई नहुने। पहिलो कुरा जुन विद्यार्थी भाइ बहिनीहरूलाई सबैभन्दा पहिला थाहा हुनुपर्छ म्याट्रिक्सको गुणा। ठीक छ। अब म्याट्रिक्सको गुणाको पहिला 9 क्लासमा पढ्दाखेरि एकदम सामान्य अवस्था थियो, यसरी गुणा तिमीहरूले गरेको होला। जस्तै माने एउटा म्याट्रिक्स ए छ, यसको एलिमेन्टहरु 1 2 3 4 छ हैन। अनि तिमीले गरेको गुणा यस्तो होला। अनि 2 ले यो म्याट्रिक्समा के गर्ने हामी 1 2 3 4 मा गुणा गर्ने, सामान्य छ। 2 ले 1 मा गुणा गरेपछि 2 हुन्छ, 2 ले 2 मा गुणा गरेपछि 4, 2 ले 3 मा गुणा गरेपछि 6, 2 ले 4 मा गुणा गरेपछि कति हुन्छ 8। यो सामान्य जानकारी थियो, यतिले काम चल्ने वाला छैन। अब यो म्याट्रिक्सको जुन एकदम इम्पोर्टेन्ट गुणा छ त्यो भनेको यो भन्दा पहिला तिमीले सिकेकै हुनुपर्छ। यदि a बराबर 1 1 2 3 4 छ एउटा म्याट्रिक्स मान्नुस्, b बराबर अर्को म्याट्रिक्स रहेको छ 3 2 1 5 छ। यो भन्दा राम्रो बरु म के गर्छु एउटा सेटअप दिन्छु तिमीहरूलाई यो मोडलबाट। यहाँ हेर्नु त, यदि a को एलिमेन्टहरु a b c d छन् अनि b को एलिमेन्ट सदस्य संख्याहरु a b c d e f g h छ भने यसमा ab के हुन्छ, ab भनेको ab को गुणा के हुन्छ ab c d e f g h। अलिकति तिमीहरूले यसो दिमाग लगाउनु, यसको जुन गुणा छ त्यो आउनै पर्छ, किन भन्दाखेरि यसमा एकदम जरुरी छ, नभई नहुने। अब यहाँ हेर्नुस्, यसको सिम्पल एरिया छ, यदि छैन भने एकपटक ट्राई गर्नु। यसमा हात औँला राख्नु 1 2 अनि अर्कोमा हामी कहाँ राख्छौं यो 1 2 मा है। पहिलो 1 2 भनेको यो दुवै हुन्छ, हेर्नुस् यो 1 अनि सेकेन्ड 2 भनेको यो दोस्रो यसरी चाल चल्नु। जस्तै यहाँ हेर्नु 1 1 अनि 2 2 हेरिन्छ, बुझिन्छ। फेरि चालमा हेर्नुस् त 1 दुवैमा 1 1 छ अनि दुवैमा हामी दोस्रो स्टेपमा के गर्छौं 2 2 है। पहिलो स्टेपको जुन मल्टिप्लाईको कन्डिसन छ त्यो यो छ। a ले पहिला केमा गुणा गर्ने e मा, त a गुण्ने e। अनि दोस्रो स्टेपमा b ले कससँग गुणा गर्छ g सँग, त b गुण्ने g है। अब दोस्रो सेम चाल, अब यही चालमा अगाडि अलिकति हेर्नु। अबको जुन दोस्रो चाल हुन्छ सेम फर्स्ट सेकेन्ड, त यसमा के हुन्छ फर्स्ट र यो के हुन्छ तलको के हुन्छ सेकेन्ड। अर्को चालको लागि यो सेकेन्ड हुन जान्छ। इट मिन्स 1 2 यसरी 1 1 1 2 2 बुझ्यो। 1 ले 1 सँग योसँग अब टार्गेट गर्छ भने आमा त लेखिए ल। अब यसमा बढी नबढिकन म डाइरेक्ट गर्छु। जस्तै यो पहिलो इट मिन्स a गुण्ने f प्लस दोस्रो b गुण्ने h, b गुण्ने h, यो प्रोसेस रहेछ। फेरि अब जस्तै माथि फर्स्ट सेकेन्ड थियो भन्दाखेरि अब तलको पनि के हुन्छ फर्स्ट सेकेन्डमा जान्छ। यो फर्स्ट इट मिन्स c गुण्ने e प्लस यो सेकेन्ड इट मिन्स d गुण्ने g। ठीक छ। अनि अर्को स्टेपमा जाँदाखेरि फेरि यही फर्स्ट सेकेन्ड त फेरि यो फर्स्ट सेकेन्ड, मतलब c गुण्ने f प्लस d गुण्ने
D गुणे H यो 9 क्लासमा गरेको प्रोसेस हो। यो गुणाको प्रक्रिया छ जो सबैले थाहा भएकै छ। थाहा छ नि सबैलाई? थाहा छ? बोल न, यो थाहा छ कि छैन? छ। बोल्नु पर्यो कि म बोल्छु भने। ल थाहा छ भने यो पहिलो फेजको कुरा हो। दोस्रो कुरा जुन छ त्यो एउटा अझ कुरा छ, के निकाल्न आउनु पर्यो तिमीहरूलाई? डिटर्मिनान्ट्स, हैन? के निकाल्न आउनु पर्यो? डिटर्मिनान्ट्स। पहिलो गुणाको बारेमा थाहा हुनै पर्छ, नभए नहुने हो। यो क्वेसनलाई सोल्भ गर्नु, म्याट्रिक्सको जुन मोडल क्वेसन हामी सोल्भ गर्छौँ त्यसमा एउटा बेसिक कुरामा एउटा गुणा पर्छ, मल्टिप्लाई पर्छ र अर्को कुरा भनेको डिटर्मिनान्ट्स है। डिटर्मिनेन्ट्स यो हुनै पर्छ। तिमीहरूले पनि जानेको होला। यहाँ डिटर्मिनान्ट्समा के हुन्छ? यदि कुनै म्याट्रिक्स A बराबर 1 2 3 4 छ भने है हामी के गर्छौँ? A को डिटर्मिनान्ट्स निकाल्छौँ यसरी डबल लाइनमा। थाहा छ नि यो? A को डिटर्मिनान्ट्स निकाल्छ र अब के गर्छौँ भने क्रस मल्टिप्लाई। क्रस मल्टिप्लाई त थाहा छ नि? योले योसँग मल्टिप्लाई गर्छ मतलब गुणा गर्छ। 1 into 4 हुन्छ। अनि त्यसपछि प्लस कि माइनस? माइनस हो। गुड। त्यसपछि माइनस फर्मुलाको हिसाबले है। अब कोसँग मल्टिप्लाई हुन्छ? 2 into 3 सँग 2 गुणे बुझ्यो? क्रस गुणाले के हुन्छ? एक आपसको जुन मल्टिप्लाई हुन्छ र त्यसबाट जुन हामी एन्सर निकाल्छौँ त्यही भएको म्याट्रिक्सको डिटर्मिनान्ट्स। ठीक छ? यहाँ हेर्नु यो भइहाल्छ 4 अनि माइनस 6। फाइनल एन्सर कति आउँछ? -2 हो। फाइनल एन्सर के आउँछ? डिटर्मिनान्ट्समा म यो अलिकति साइड गर्दै यो नलेख्दा पनि हुन्छ। साइडमा हामी ब्राकेट गर्दै यसमा कति मल्टिप्लाई थियो? 1 into 4 थियो। यसरी ब्राकेट गर्दा हुन्छ है। आएको जुन एन्सर छ त्यो कति रहेछ? -2। यो डिटर्मिनान्ट्स हो, यो थाहा हुनु पर्यो। अर्को कुरा भनेको यसलाई मेटे है। हुन्छ? यसलाई मेटिसकेपछि एउटा डिटर्मिनान्ट्स थाहा हुनै पर्छ, नभए नहुने हो। अर्को चिज भनेको यसमा रहेछ डिटर्मिनान्ट्स पछि के? एडजॉइन्ट्स अफ म्याट्रिक्स हैन? कुन म्याट्रिक्स? एडजॉइन्ट्स अफ म्याट्रिक्स। अब एडजॉइन्ट्स अफ म्याट्रिक्सको मतलब पछि हुन्छ त्यो लेख्छु। यदि कुनै म्याट्रिक्स A बराबर म्याट्रिक्स A बराबर राम्रोसँग हेर्नु, यदि ABCD छ भने के छ? ABCD छ भने त्यसमा हामी के गर्छौँ? एडजॉइन्ट्स अफ म्याट्रिक्स A निकाल्छौँ। एडजॉइन्ट्स अफ म्याट्रिक्स A। यसको प्रक्रिया के छ भन्दाखेरि फर्स्ट डायगोनलको जुन एलिमेन्ट हुन्छ, पहिलो विकर्णको जुन कन्डिसन हुन्छ त्यसमा के गर्ने? एक्सचेन्ज गर्ने। A को ठाउँमा D लेख्ने, D को ठाउँमा A लेख्ने। त्यो थाहै छ। A को ठाउँमा के लेख्ने? A र D लाई आपसमा के गर्ने? इन्टरचेन्ज गरिदिने, बदलिदिने स्थान। A को ठाउँमा D अनि D को ठाउँमा के लेख्ने? A। अनि बाँकी जुन अर्को डायगोनल हुन्छ, विकर्णको नम्बर हुन्छ, त्यसमा के गर्छ? हामीले माइनसले गुणा गर्छौँ। केले गुणा गर्छौँ? माइनसले गुणा गर्छौँ। र माइनसले गुणा गर्दाखेरि के हुन्छ? यो माइनसको B अनि माइनसको यो जुन प्रक्रिया छ यो प्रक्रियालाई हामी के भन्छौँ? एडजॉइन्ट्स अफ म्याट्रिक्स। कुनै पनि म्याट्रिक्सको एडजॉइन्ट्स निकाल्दाखेरि यो प्रक्रिया थाहा हुनै पर्छ। अर्को इक्जाम्पलको लागि जस्तै मान, अर्को इक्जाम्पलको लागि B बराबर मैले एउटा म्याट्रिक्स लिएँ है, 2 3 5 7। ठीक छ? अब यहाँ क्वेसन गर्छ कि B को एडजॉइन्ट्स अफ म्याट्रिक्स के हुन्छ? प्रक्रिया त्यही माथि जस्तै। एडजॉइन्ट्स अफ म्याट्रिक्स के गर्ने? B गर्ने। एडजॉइन्ट्स अफ म्याट्रिक्स B मा त्यही प्रक्रिया। पहिलोलाई के गर्ने? एक्सचेन्ज गरिदिने। पहिलो विकर्णको जुन संख्या छ त्यसलाई के गर्ने? एक्सचेन्ज गर्ने। मतलब 2 को ठाउँमा कति लेखिन्छ? 7। 7 को ठाउँमा कति लेखिन्छ? भयो एक्सचेन्ज। अनि माथि दुवैको अब जो अर्को विकर्ण छ त्यसमा के गर्ने? माइनसले गुणा गर्ने। त माइनसले गुणा गर्दाखेरि माइनस कति हुन्छ? 3 अनि यो माइनस कति हुन्छ? 5। भनाइको अर्थ यो दुवैमा के लागेर जान्छ? माइनस। यो प्रक्रियालाई के भन्छौँ? एडजॉइन्ट्स अफ म्याट्रिक्स। यो थाहा हुनै पर्छ। पहिलो थाहा हुनुपर्ने कुरा हो डिटर्मिनान्ट्स, दोस्रो कुरा थाहा हुनु पर्यो एडजॉइन्ट्स अफ म्याट्रिक्स। र फाइनली जुन एउटा अब लास्टमा तिमीहरूलाई म भन्दै गर्छु त्यो भनेको छ इन्भर्स अफ म्याट्रिक्स। इन्भर्स अफ म्याट्रिक्स है, कुनै म्याट्रिक्सको इन्भर्स हामी कसरी गर्छौँ?
त्यसको लागि म ठाउँ यता बनाउँछु हुन्छ। अब इन्भर्स अफ म्याट्रिक्समा इन्भर्स अफ म्याट्रिक्सको जुन प्रक्रिया छ मैले यता मेटेँ है, अलिकति ठाउँ छ तर पनि मैले गरिदिन्छु। यो डिटर्मिनान्ट्स भयो, यता के भयो एड्जोइन्ट्स अफ म्याट्रिक्स। अब हामी के निकाल्छ, अब हामीले निकाल्ने हो इन्भर्स अफ म्याट्रिक्स। त कुनै पनि म्याट्रिक्सको इन्भर्स निकाल्दाखेरि यहाँ हेर्नुहोस्, पहिला कन्डिसन बुझ्यो हामी। जस्तै यदि मैले ए को इन्भर्स निकाल्छु भने ए को इन्भर्स त यसको फर्मुला हुन्छ एड्जोइन्ट्स अफ म्याट्रिक्स ए बाई ए को डिटर्मिनान्ट्स, त्यही हुन्छ फर्मुला। यदि ए को इन्भर्स निकाल्दाखेरि यो लेखिन्छ भने तिमीहरूले भन त अब बी को इन्भर्स निकाल्दाखेरि के लेखिन्छ एड्जोइन्ट्स अफ म्याट्रिक्स बी बाई बी को के डिटर्मिनान्ट्स। यदि यसैलाई कन्टिन्यू गर्यो भने सी को इन्भर्स निकाल्छु भने डिटर्मिनान्ट्स इन्भर्स निकाल्छु भने के हुन्छ एड्जोइन्ट्स अफ म्याट्रिक्स सी बाई सी को के डिटर्मिनान्ट्स। यसमा के मागिरहेको छ, एउटा कुराको डिमान्ड गरिरहेको छ कि एड्जोइन्ट्स अफ म्याट्रिक्स, अनि अर्को गरिरहेको छ त्यो म्याट्रिक्सको डिटर्मिनान्ट्स। योभन्दा पहिला मैले सिकाएको थिएँ। अब यही प्रक्रियालाई कन्टिन्यू गर्नको लागि यो त सिक्यो, यो त बुझ्यो, यो के छ एड्जोइन्ट्स अफ म्याट्रिक्स एकदम जरुरी छ। ल अब हामीले एड्जोइन्ट्स अफ म्याट्रिक्स निकाल्दाखेरि पहिले जस्तै मान यो बी म्याट्रिक्सको के निकालिदिएको हो, यहाँ हेर्नु त एड्जोइन्ट्स अफ म्याट्रिक्स बी निकालेको छु, एड्जोइन्ट्स अफ म्याट्रिक्स बी निकालेको छु यहाँ। अब बी को इन्भर्स में निकाल्दिन्छु यहाँ। यदि मैले बी को इन्भर्स निकाले भने यहाँ हेर्नु त, यदि मैले बी को इन्भर्स निकाले भने फर्मुलाले के भन्छ एड्जोइन्ट्स अफ म्याट्रिक्स बी बाइ बी को डिटर्मिनान्ट्स। अब यसमा बाँकी के छ डिटर्मिनान्ट्स निकाल्नु, यो बी को हामी के निकाल्दिन्छौँ डिटर्मिनान्ट्स निकाल्दिन्छौँ। कसको बी को डिटर्मिनान्ट्स निकाल्नको लागि बी को एलिमेन्ट कुन कुन छ 2 3 5 7 यही छ। अब यसको डिटर्मिनान्ट्स निकाल्नु त, यो पहिलोसँग मल्टिप्लाई गर्छ क्रस गुणा 2 गुणा 7 कति हुन्छ 14, 2 गुणा 7 गुणा गरेपछि 14 हुन्छ। 2 7 जा 14, 14 वा 14 भनेपछि एउटै हो। अनि माइनस फर्मुलाबाट अनि 5 ले कसमा गुणा गर्छ 3 मा, 5 दिया 15, 5 3 जा 15, 15 भयो। अब 14 बाट 15 घटाउनुस् माइनस 1 हुन्छ। यस सर माइनस 1। अब तिमीहरूले मलाई भन्नु त मैले यहाँको लागि के निकाल्दिएको छु। अब यहाँ बी को डिटर्मिनान्ट्स निकाल्नु छ भने एड्जोइन्ट्स अफ म्याट्रिक्स बी मैले पहिला निकाल्दिएको छु, निस्केको छ एड्जोइन्ट्स अफ म्याट्रिक्स बी निस्केको छ नि। के आएको छ यसको एन्सर हेर त, एड्जोइन्ट्स अफ म्याट्रिक्स बी मा 7 माइनस 3 अनि त्यसपछि माइनस को 5 अनि कति 2। यो भयो कसको भ्यालु एड्जोइन्ट्स अफ म्याट्रिक्स को र डिटर्मिनान्ट्स कति आयो यहाँ माइनस 1 माइनस। यो प्रक्रियालाई हामी के भन्छौँ बी को इन्भर्स। यो फाइनल भनेको यही हो, ठीक छ। यसमा जुन मेन बेसिक कुरा छ त्यसमा एकपटक म चर्चा गर्दिन्छु। जो सबैभन्दा पहिला विद्यार्थी भाइ बहिनीलाई थाहा हुनै पर्छ, नभई नहुने चिज हो। पहिलो कुरा गुणा आउनु पर्यो, दोस्रो कुरा डिटर्मिनान्ट्स निकाल्न आउनु पर्यो, तेस्रो कुरा इन्भर्स अफ म्याट्रिक्स आउनु पर्यो, र चौथो कुरा भनेको एड्जोइन्ट्स अफ म्याट्रिक्स है। यो चारवटा नियम थाहा भइसकेपछि म ग्यारेन्टी दिन्छु 200% तिमीहरूबाट अब यसको मोडल क्वेसन सल्भ हुन्छ नै, ठीक छ। अब यो चारवटा कुरालाई तिमीहरूले कन्फिडेन्सको साथमा बुझिसकेपछि हामी एकैपल्ट कहाँ छ कतातिर मोडल क्वेसनतिर हुन्छ। ल अब सेटको मोडल क्वेसनमा जाँदाखेरि हामीलाई यो पहिला थाहा हुनुपर्छ कि मोडल सेट क्वेसन नम्बर सेटको हामी जुन म्याट्रिक्स पढिरहेको छु यो म्याट्रिक्सको कति नम्बर क्वेसन आउँछ सबैभन्दा पहिला याद गर्ने क्वेसन नम्बर कति क्वेसन नम्बर 22। यो क्वेसन नम्बर 22 जुन छ एससी मोडलमा आउने त्यो क्वेसन भनेको म्याट्रिक्सबाट आउँछ। केबाट आउँछ म्याट्रिक्सबाट आउँछ। कति नम्बर क्वेसनमा 22। 200% दिमागमा राख्नु होला है। र क्वेसन नम्बर 22 आइसकेपछि यसमा खास गरेर हल नै गर्नुपर्छ। के गर्नुपर्छ हल। हलको मतलब x को भ्यालु र y को भ्यालु निकाल्नु पर्ने हुन्छ। अब यसको जुन हल गर्ने प्रक्रिया छ त्यो दुईवटा छ। दुईवटा कन्डिसनमा हामी के गर्छौँ x र y को भ्यालु फाइन्ड आउट गर्छौँ। एउटा प्रक्रियाको नाम छ म्याट्रिक्स मेथड। के नाम छ म्याट्रिक्स विधि। मेथड भनेको त्यही हो म्याट्रिक्स विधि। र अर्को प्रक्रिया भनेको क्रेमर्सको नियम अनुसार। क्रेमर्सको नियम त थाहा छ नि, सुन्नु भएको होला नाम क्रेमर्सको नियमबाट। यदि तपाईहरुले दुईवटा नियमबाट यसलाई ट्राई गरिसक्नु भएको छ भने एकदम इजी छ। एउटा म्याट्रिक्स विधिबाट अर्को क्रेमर्सको नियमबाट। हामी दुवै मेथडलाई
चर्चा गर्छु। त पहिलो विधि भनेको कसको? म्याट्रिक्स विधि। र म्याट्रिक्स विधिमा त्यो सबै कुराको जरुरी पर्छ जुन मैले अहिले चर्चा गरेको छु। ठिक छ, बरु म्याट्रिक्स विधिबाट नै हामी सोल्भ गरौँ, हुन्छ? ल म्याट्रिक्स विधिबाट सोल्भ गरिसकेपछि हामी के गर्छौँ अब? क्रेमर्सको विधिबाट पनि पछि सोल्भ गर्छौँ, हुन्छ? ल पहिलो म्याट्रिक्स विधिले अपनाऊ। हामी कुन विधि अपनाऊ? म्याट्रिक्स विधि। यसको जुन हामी सोलुसन गर्छौँ, सोलुसनमा यहाँ कति नम्बरको क्वेसन नम्बर कतिको? 22। मोडल सेट क्वेसन हेर्दाखेरि तपाईको पहिलो सेटको पहिलो क्वेसन नै फेला पर्छ है। यदि मोडल सेट तपाईहरुले हेर्नुहुन्छ राख्नु भएको छ भने मोडल सेटमा जानुस् र 10 सेट मोडलको पहिलो क्वेसनलाई टार्गेट गर्नुस्। त्यसमा रहेको क्वेसन यही छ। पहिलो विधि भनेको हामी के गर्छौं? म्याट्रिक्स विधि। कुन विधि? म्याट्रिक्स विधि। अब म्याट्रिक्स विधिमा के जरुरी छ? ल सबैभन्दा पहिला कुरा यो हुन्छ, यो समीकरण दिएको छ, यसलाई हामी के बनाउने? समीकरण 1 र समीकरण 2। समीकरण 1 कति लेख्ने? 4/x + 5/y = 58। यो भयो कति? समीकरण 1। यसलाई समीकरण 1 लेख्नु छ, इक्वेसन 1। अर्को कुन छ? 7/x + 3/y = 67। यो कति नम्बर? समीकरण 2। सोलुसन मैले स्टार्ट गरिदिएको छु। अबको कन्डिसनले के भन्छ? समीकरण 1 र 2 लाई म्याट्रिक्स रूपमा लेख्दा हुन्छ। समीकरण 1 र 2 लाई केमा लेख्ने? म्याट्रिक्सको रूपमा। समीकरण 1 र 2 लाई के गर्ने? म्याट्रिक्सको रूप दिने। म्याट्रिक्सको रूपमा लेख्दा। अब यो सबैभन्दा इम्पोर्टेन्ट, यो समीकरणलाई हामी के गर्छौं? म्याट्रिक्सको रूपमा लेख्छौं। एकदम जरुरी छ। यहाँ यसमा जुन x को गुणांक छ त्यो थाहा छ कति छ? 4 5। यसमा कति छ? 7 3। ल यहाँ 4 को तल 7, 5 को तल कति? 3। एउटा म्याट्रिक्स भयो। अर्को भनेको x र y यसमा हेर्नु त तल बसेको छ नि। x र y के छ? तल छ। x पनि तल छ, y पनि तल छ। यसको जब हामी लेख्छौं भने यसमा याद गर्ने 1/x र 1/y को रूपमा लेखिन्छ। कसको रूपमा लेखिन्छ? 1/x र 1/y को रूपमा। यहाँ 1/y बुझ्यो? अब यसमा जुन x छ त्यो डिनोमिनेटर भएको कारणले गर्दा, हरको रूपमा भएको कारणले गर्दा हामी के गर्छौं? यसमा y लेख्छौं। 1/x र 1/y अनि इक्वल टु मा कुन नम्बर छ? यहाँ हेर्नु त, यो दुवै नम्बर छ। कुन छ? 58 र 67। अब हामी लेख्ने हो 58 67 इक्वल टु। बुझ्यो? यो फेजमा हामी लेख्यौं, यो बराबरको फेजमा छ। अब यसलाई लेख्नुको कारण के छ? कसरी लेख्ने हो? म्याट्रिक्सको एउटा कन्डिसन छ, कसैलाई पनि एउटा नाम दिनुपर्छ है। बिना नामको कुनै चीज पनि लेख्ने के हुन्छ? एकदम गाह्रो हुन्छ। त्यसैको लागि हामी के भन्छौं? अब अर्को स्टेपमा हामी के गर्ने हो भने यो दुवै म्याट्रिक्सको तीनवटा म्याट्रिक्सको के गर्ने? नाम दिने। जहाँ अब नाम यसरी दिनु त, म नेक्स्ट पेजमा जान्छु। ल याद गर्नुस् त कति छ म्याट्रिक्स? 4 5 7 3 हैन? 4 5 7 3। यहाँ लेखौ a बराबर हामीले के मानिदियौ? 4 5 7 3। 4 5 7 3 यो a को म्याट्रिक्स मानौ। ल अनि अर्को भनेको एउटा x को म्याट्रिक्स मानौ। x को म्याट्रिक्स कसलाई मान्दिने? 1/x 1/x र 1/y लाई। यो x को म्याट्रिक्स भयो र यो जुन लास्टमा छ त्यसलाई के नाम दिहालौ? b नाम दिहालौ। त्यो म्याट्रिक्सको नाम के दिहालौ? b। त b बराबर हामीले के लेखिदिने? 58 अनि 56 र 67 छ भयो। अब यो तीनवटा नामलाई तिमीहरुले याद गर्नु। a को कुन म्याट्रिक्स छ? a को एलिमेन्ट के छ? x को एलिमेन्ट के हो र b को एलिमेन्ट के छ? याद रहन्छ? ल भन्दै गर्नु त, म अर्को पेजमा यसको नाम लेख्दिन्छु। भन्नु त अब यो म्याट्रिक्सको जुन कन्डिसन थियो त्यो के थियो? मलाई एकपटक फेरि a को कति थियो? बिग्रियो हैन? हेर्नु 4 5 7 3 कति छ? 4 5 7 3 4 5 7 3। अनि x एकदम इजी 1/x र 1/y को रूपमा थियो। 1/x र 1/y यो x छ,
र बी कति थियो थाहा छ 58 र 67 अबको जुन स्टेप छ एकदम बिग्रिया छ राम्रोसँग हेर ल यहाँसम्म तिमीहरूले बुझिहाल्यो अब यदि हामीले हेर त यो a भनेको x कै गुणांक थियो a भनेको कसको गुणांक थियो x को त ax = नै के थियो b थियो मतलब यो दुवैको आपसमा मल्टिप्लाई बराबर नै हो b म्याट्रिक्स हामीले उताको मानेको छु नि बराबर भन्दा उतातिर यदि ax = b छ भने ल सुन्नु यसमा एउटा कुरा तिमीहरूले याद गर्नु म एउटा एक्जाम्पल देखाउँछु त्यसपछि बुझ्नुहुन्छ यदि x * y बराबर m छ भने क्या x * y बराबर m छ भने यदि x मात्रै लेख्यो भने y के हुन्छ y उता के हुन्छ 1/y * m हुन्छ किन यो y उता गएर के गर्छ डिभाइड गर्छ समीकरणको नियम अनुसार के गर्छ भाग गर्छ नि तल जान्छ अब तल गएपछि यसले हामी के लेख्छौं के भन्छ त्यसको हिसाबले कसको घाताङ्कको नियम अनुसार 1/y भनेको y को पावर कति हुन्छ -1 कुरा बुझ्नमा आयो यदि मैले y लाई उता भगाए भने y को पावर के हुन्छ -5 भएर जान्छ सेम यहाँ गर्न यही हुन्छ यदि ax = b छ भने x बराबर यहाँ क्रिएट हुन्छ a को इन्भर्स र इन्टु यही कन्डिसन ए कता गयो उता गयो यता गएपछि पावर के भइहाल्यो माइनसमा गयो अनि b जस्ताको त्यस्तै अब सारा खेल कसले गर्ने हो अब सारा खेलको नियम पत्ता लगाउने कसले a इन्भर्सले कसले a इन्भर्सले अब a इन्भर्स निकाल्नको लागि के चाहियो हामीलाई डिटरमिनेन्ट चाहियो एडजॉइन्ट्स अफ मैट्रिक्स चाहियो हैन चाहियो छैन चाहियो भने अब तिमीहरूले मलाई भन्न अब सबैभन्दा पहिला त a मैट्रिक्स खोज a को भ्यालु कति छ 4 5 7 3 अब सबै हामी निकाल्छौँ स्टेप बाइ स्टेप पहिला निकालौँ हामी डिटरमिनेन्ट्स के निकालौ डिटरमिनेन्ट्स त थाहा छ डिटरमिनेन्ट्स निकाल्नको लागि हामीले के गर्नुपर्छ 4 छ 4 5 7 3 गर्ने के हो क्रस मल्टिप्लाई 3 चौका 12 4 र 3 लाई गुणा गरेपछि कति आउँछ 12 यो दुवैको क्रस मल्टिप्लाई भयो अब कुन बचेको छ -35 7 5 35 7 5 35 बाट 12 घटाउँ कति आयो यो 35 बाट 12 घटाएपछि -23 रिजल्ट के आउँछ -23 कति आउँछ माइनसमा 23 5 बाट 2 गयो भने 3 2 बाट 1 गयो भने 2 कति आयो -23 अब एउटा कुरा यहाँ एकदम जरुरी छ तिमीहरूले एउटा कुरा हमेशा याद गर्ने यो नबुझिकन हुँदैन कहिलेकाहीँ यस्तो कन्डिसनमा आइहाल्छ विद्यार्थीहरूको यसमा के कुरा छ भने कुनै पनि डिटरमिनेन्ट्सको जुन भ्यालु छ त्यो डज नट इक्वल टु 0 हुनु पर्यो भनेको कुनै पनि डिटरमिनेन्ट्सको भ्यालु यदि 0 को बराबर आयो भने त्यसमा म्याट्रिक्स मेथड असक्षम भइहाल्छ है यदि कुनै पनि म्याट्रिक्समा यदि हामी त्यसको डिटरमिनेन्ट्स निकाल्छौं र डिटरमिनेन्ट्स निकालिसकेपछि यदि त्यसको भ्यालु के आयो 0 आयो भने त्यही स्टप गरिदिने यो भन्दा अगाडि नलगेर जाने किनभने त्यसमा x को भ्यालु फाइन्ड नै हुँदैन है त्यो पुरा फर्मेट बिग्रेर जान्छ त्यो इन्डिपेन्डेन्स फर्मको क्रिएट भइहाल्छ ठीक छ यदि 0 को बराबरमा छैन भने या त 0 भन्दा के हुनु पर्यो ठुलो हुनु पर्यो या त 0 भन्दा के हुनु पर्यो सानो त 0 भन्दा सानोको मतलब माइनसमा आउनु पर्यो हैन 0 भन्दा ठुलोको मतलब प्लसमा नम्बर आउनु पर्यो यदि प्लस र माइनसमा आयो भने त्यहाँबाट के हुन्छ म्याट्रिक्सको भ्यालु निस्किन्छ xy को है तर 0 को बराबर आयो भने कहिले पनि भ्यालु निस्किदैन अब तिमीहरूले मलाई भन यहाँ जुन भ्यालु आएको छ त्यो 0 को बराबर छ छैन 0 को बराबर छ छैन 0 को बराबर छैन किनभने यसको डिटरमिनेन्ट कति आएको छ -23 त -23 छ भने 0 को बराबर छैन यसको मतलब यसको एकल समाधान यहाँ यही बात लेख्छु है अब यहाँ लेख्नु पर्छ यसको एकल समाधान हुन्छ यहाँ क्वेशनले भनेको छ अब यसको जुन हामी भ्यालु निकाल्छौं त्यो सम्भव छ किनभने x को भ्यालु कति आएको छ -23 भनेको a डज नट इक्वल टु 0 आएको छ है यहाँ त्यसले भन्छ कि डिटरमिनेन्ट जुन आएको छ त्यो 0 को बराबरमा छैन त्यही भएर ठीक छ ल यसको एकल समाधान के छ सम्भव छ अब हामी के निकाल्छौं
एडजॉइंट्स अफ मैट्रिक्स के निकाल एडजॉइंट्स अफ मैट्रिक्स ए थाहा छ एडजॉइंट्स अफ मैट्रिक्स मा के गर्छौं हामी यहाँ हेर्नु एकपटक फेरि यो दुवैलाई एक्सचेन्ज गर्छौं यस सर ओके हैन यो 4 र 3 लाई हामी के गर्छौं एक्सचेन्ज गर्ने यसको 4 को ठाउँमा 3 3 को ठाउँमा 3 4 मैले एक्सचेन्ज गर्ने अब अर्कोमा के हुन्छ माइनसले गुणा हुन्छ यस सर अर्कोमा के हुन्छ माइनसले गुणा गर्नु त के हुन्छ -5 अनि -7 ठीक छ हामी निकाल्दिए के निकाल्दिए एउटा कुरा निकालिदिए डिटरमिनेन्ट्स एउटा कुरा के निकालिदिए डिटरमिनेन्ट्स अर्को कुरा के निकालिदिए एडजॉइंट्स अफ मैट्रिक्स ए के को लागि इन्भर्स को लागि इन्भर्स को लागि तो अब हामीलाई थाहा छ कि ए इन्भर्स बराबर फर्मुला के हुन्छ एडजॉइंट्स अफ मैट्रिक्स ए बाइ ए को डिटरमिनेन्ट्स हामी दुवै कुरा निकाल्दिएको छु यहाँ हेर्नु त एडजॉइंट्स अफ मैट्रिक्स कति आएको छ एडजॉइंट्स अफ ए मैट्रिक्स कति आएको छ त 3 -7 -5 यही हो नि बाइ ए को डिटरमिनेन्ट्स कति आएको छ -20 यहाँसम्म हामी निकाल्यो अब यो सबै भ्यालुलाई हामी कहाँ राख्छौँ थाहा छ यो कन्डिसनमा कुन कन्डिसनमा यो कन्डिसनमा जहाँ x बराबर हामीले के छ a इन्भर्स b मा हामी के गर्छौँ a इन्भर्स को भ्यालु त हामी निकाल्दिएको हो यहाँ हेर्नु न a इन्भर्स को भ्यालु आएन यो सबै कसले निकालिसके अब के a इन्भर्स को भ्यालु जुन हामीलाई सबैभन्दा पहिला कसले भन्दै थियो समीकरण 1 ले भन्दै थियो कि x a इन्भर्स b हुन्छ जसमा हामीले के गरे ए इन्भर्स को भ्यालु निकाल्दिए के गरेर एडजॉइंट्स अफ मैट्रिक्स ए बाइ ए को डिटरमिनेन्ट्स गरेर एडजॉइंट्स अफ मैट्रिक्स ए को भ्यालु यही छ अनि त्यसपछि के हो डिटरमिनेन्ट्स कति छ -23 अब यो कुरालाई हामी कहाँ लाग्छौं समीकरण 1 मा राख्छौं है अब नेक्स्ट पेजमा समीकरण 1 मा यही हो समीकरण 1 यसरी हामी मानेको थिए x a इन्भर्स b हैन अब a इन्भर्स को भ्यालु त हामीलाई थाहा छ यति छ अब बट्टा -23 थियो डिटरमिनेन्ट्स यही थियो अब यहाँ भन्नु त b को भ्यालु कति थियो यो b a को ठाउँमा यो आयो अब b को ठाउँमा कति थियो 58 by 67 हैन 58 by त्यसले बाइ नभन्नु 58 67 यसलाई केमा भन्नु लहरमा है अनि x को भ्यालु थियो 1 by 1 यही थियो अब यहाँबाट हामी के गर्छौं फाइनली क्वेशनमा जान्छौं यहाँ यो -23 लाई यसरी लेख्न मिल्छ -1 by -23 अब यो दुवैको म्याट्रिक्स कुन 3 -5 -7 4 है अनि अर्को म्याट्रिक्स कति छ 58 67 अब यो दुवैको गुणा हुन्छ मैले भने नि इम्पोर्टेन्ट छ गुणा लास्टमा आउनै पर्छ फाइनली यसमा कसले क्लियर गर्छ पुरा हिसाबलाई गुणाले अब गुणा गर्ने सिलसिलामा गुणा गर्ने क्रममा यहाँ एकदम जरुरी छ यो 1 by -23 रहन दिने धेरै विद्यार्थीले के गर्छ भने यो लाई सबैको बट्टामा -23 लेखेर त्यसपछि गुणा गर्छ अलिकति गाह्रो हुन्छ त्यसको लागि यो डिटरमिनेन्ट्स को जुन भ्यालु छ त्यसलाई साइडमा सेपरेट गरेर राख्नु पहिला गुणा गर्नु आएको जोड घटाउमा के गर्ने 23 ले डिभाइड गर्ने आफै आन्सर आइहाल्छ ल अब 3 ले 58 मा गुणा गर्नु त यो 3 ले 58 मा के हुन्छ कति आयो 174 ल ठीक छ अब यसमा गुणा गर्दाखेरि 174 मतलब 3 ले हामी 58 मा गुणा गरेपछि कति आयो 174 अर्को भनेको -5 ले कसलाई गुणा गर्छ अब -5 ले हामी कसलाई गुणा गरौ 67 लाई तो -5 ले 67 लाई गुणा गरेपछि प्लस माइनस त माइनसै भइहाल्छ -5 ले 67 लाई गुणा गरेपछि कति आयो 335 ल ठीक छ तिनीहरुले पनि आफ्नो आफ्नो कपीमा ट्राई गर्ने कि वास्तवमा यो भाइले भनेको कुरा सही छ गुणा गरेको सही छ कि गलत छ अर्को तरिका यहाँ पहिलाको स्टेप भइसक्यो अब दोस्रोमा जाँदाखेरि -7 ले कसले गुणा गर्छ थाहा छ 58 लाई -7 ले कसलाई गुणा गर्छ 58 लाई यसको गुणा कति आयो भन्नु त -406 ठीक यो माइनस को 406 अर्को स्टेपमा हामीलाई प्लस हुन्छ अब 4 ले 67 मा गुणा गरेपछि कति आयो यो 4 ले कसलाई गुणा गर्छ अब 67 लाई कति आयो 268 के भयो यसको गुणा बुझ्यो अब फेरि एकवटा फेर्ने यो फर्स्ट सेकेन्ड हो मैले मल्टिप्लाईमा भनेको थिएँ गुणामा तिमीहरुलाई पहिलो दोस्रो फेरि पहिलो दोस्रो यो हिसाबले के गरेको छु मैले गुणा गरिदिए गुणा गरिसकेपछि
फाइनली यति आयो। अब यसको गर्ने हो के जोड घटाउ। अब के गर्ने हो जोड घटाउ। अब जोड घटाउ गर्दै गर्नु होला। अनि मलाई भन्नु त माइनसको 1/23 यसले छँदैछ। यताको जोड घटाउमा के भयो 174 बाट 335 घटाउँदाखेरि कति आयो -161 -161 एकदम सही। अर्को कुरा 406 बाट 268 यो प्लस माइनस छ घटाएपछि कति आयो -138 माइनसको 138 ल यहाँसम्म ठीक छ बुझ्यो। अब माइनस किन आयो यसमा दुवैमा माइनसको संख्या बढी छ है। फेरि कन्फ्युजन आउने सर माइनस कसरी आयो भन्दाखेरि प्लसमा थोरै छ माइनसमा धेरै छ। यसमा पनि हेर्नु माइनसमा धेरै छ प्लसमा थोरै छ। प्लस माइनसमा त हामीलाई थाहै छ प्लस माइनसमा यदि आयो भने हामी घटाउने र जो संख्याको चिन्ह ठुलो हुन्छ त्यसैको चिन्ह जान्छ हो कि हैन। दुवैमा आयो माइनस। अब यो -23 ले के गर्ने डिभाइड गर्ने कसको बराबर छ यहाँ यो नबिर्सने यो 1/x 1/y चलिरहन्छ है। यसको पछाडी 1/x 1/y यो नबिर्सने कि फेरि सर भन्नुहुन्छ कि यो कहाँ गयो 1/x र 1/y यो चलिरहन्छ है। किन x को भ्यालु भनेको यही हो। अब यहाँ हेर्नुस् अब यता गर्दाखेरि हामी लेख्न मिल्छ 1/x र 1/y हामीले त यही x को भ्यालु मानेको। अब माइनसको 161 मा -23 ले डिभाइड हुन्छ भने -138 मा माइनसको कतिले डिभाइड हुन्छ 23 ले। अब फाइनली त्यसले डिभाइड गर्दाखेरि इजी भयो। पहिला नै त्यसले भाग गरेपछि गुणा गरेपछि गाह्रो हुन्थ्यो है। अब गर्दाखेरि के हुन्छ इजी हुन्छ। ल 161 मा -23 ले डिभाइड गर्नु त कति आयो भाइ 7 यसमा आइदियो माइनस सरी प्लसमा हुन्छ 7 आयो। यसमा डिभाइड गरेपछि कति आयो 6 आयो। ओके 6 आयो। ल हेर्नु कसको भ्यालु भयो थाहा छ 1/x र 1/y को यहाँसम्म हामी ल्याए फाइनली। अब अन्तिम चरण अन्तिम स्टेप जो अलिकति तिमीहरूले बुझ्नु पर्ने हुन्छ पहिले फेरि भन्नुहुन्छ। ल यति अब यहाँ हेर त यो 1/x को जुन भ्यालु छ त्यसको भ्यालु कति आयो 7। अब 1/y को भ्यालु कति आयो 1/y को जुन भ्यालु छ त्यो कसको भ्यालु हो 6 को भ्यालु। अब एक पटक हामीले के गर्छौं बीजगणितको नियमलाई समीकरणमा युज गर्छौं। 1/x बराबर कति लेख्न मिल्छ 6 लेख्न मिल्छ। यसको तल केही छैन भने 1 लेख्न मिल्छ। दुवैलाई के गर्ने उल्टाइदिने दुवै नम्बरलाई के गर्ने एकैपटक उल्टाउन सकिन्छ नि। जति तलको नम्बर छ सबै के भइहाल्छ माथि गइहाल्छ। नोमिनेटर डिनोमिनेटरमा चेन्ज हुन्छ हर अंशमा चेन्जिङ आउँछ। यो x माथि गयो भने x हुन्छ। अब यहाँ यो 1 माथि गयो भने कति हुन्छ 1/7 हुन्छ कि हुँदैन। ओ यही भ्यालु भयो कसको x सेम घटना यहाँ पनि हुन्छ। अब यहाँ 1/y बराबर 1/y कति लेख्न मिल्छ 6। यसको तल पनि केही छैन भने कति हुन्छ 1 दुवैलाई उल्टाउने त y जान्छ के माथि जान्छ अनि यो माथि गयो भने कति भइहाल्छ 1/6। याद गर्नुस् दैट इज द भ्यालु अफ x एन्ड y। यही भ्यालु हो कसको x को भ्यालु यही भ्यालु हो कसको y को। फाइनली यो विधिबाट हामीले पत्ता लगाइदिए कि वास्तवमा x को भ्यालु कति हुन्छ 1/7 र y को भ्यालु कति हुन्छ 1/6 यही फाइनल आन्सर। यो बनाउने जति प्रक्रिया थियो यता सबैतिर हामीले अरु लेख्दा फरक पर्दैन किनभने यो समीकरण नै हो है के फरक पर्दैन। यो जुन विधि छ समीकरणलाई सोल्भ गर्ने यो विधिलाई हामी के भन्छौं म्याट्रिक्स विधि। कुन विधि भन्छौं म्याट्रिक्स विधि। म्याट्रिक्स विधि त हामीले एकदम मैले भन्दिए कि म्याट्रिक्स विधिमा 3-4 वटा बेसिक कुरा थियो मैले चर्चा गरिदिएको हो है। छैन भने एकपटक तिमीहरूले आफ्नो माइन्डलाई रिकभर गर्नुस् है। एकपटक याद दिलाउनुस् कि वास्तवमा मलाई गुणा आउँछ मलाई डिटर्मिनेन्ट्स निकाल्न आउँछ हैन मलाई एडजॉइन्ट्स अफ म्याट्रिक्स निकाल्न आउँछ मलाई इन्भर्स निकाल्न आउँछ। जब यति कुरा आउँछ भने फाइनली यसमा हामी के गर्छौं युज गर्छौं र युज गरिसकेपछि हामी स्टेप बाइ स्टेप कुनै पनि म्याट्रिक्स विधिको जुन समीकरण हुन्छ त्यसलाई हामी सोल्भ गर्न सक्छौं। यो आउने क्वेशन नम्बर कतिमा रहेछ 22 आउँछ। त्यो क्वेशन नम्बर 22 हो। क्वेशन नम्बर 22 यसलाई नबिर्सने एकदम सबैभन्दा पहिला एक्जाममा क्वेशन नम्बर 22 लाई खोजेर बनाउने। कुन विधिबाट यदि सोध्यो भने म्याट्रिक्स विधिबाट। तर यसमा एउटा अझ विधि हुन्छ दुवै विधि थाहा हुनुपर्छ। एउटा विधि छ जो पुराको पुरा डिटर्मिनेन्ट्समा आधारित छ है। केमा आधारित छ डिटर्मिनेन्ट्समा। पुरा डिटर्मिनेन्ट्सको मेथडबाट नै एउटा क्रेमर भन्ने
म्याथमेटिसियनले एउटा सिस्टम पत्ता लगाएको समीकरणलाई है म्याट्रिक्स विधिमा त्यसलाई हामी के भन्छौँ क्रेमर्स विधि क्रेमर्सको नियमअनुसार है त्यो क्रेमर्सको नियमअनुसारको जुन भिडियो छ अब म धेरै लामो भिडियो भएको कारणले गर्दा म अर्को पार्टमा क्रेमर्सको विधि बनाएर राख्दिन्छु हुन्छ ल थ्याङ्क यू आजको लागि